तपाईहरुको पनि यस्तै ढोल चाहिँ नि फुट्यो भने चुइयो भने के गर्नुहुन्छ फ्याक्दिनु हुन्छ नफ्याक्नु होला अनि यसलाई चाहिँ नि जुगाड गर्न सकिन्छ अब चाहिँ हामी यहाँबाट चाहिँ पानी गएको अवस्था छ यसलाई चाहिँ हामीले चाहिँ नि रिपेयर गर्नेछौं यस्तो ढोलहरु चाहिँ कतै पनि अगर यसो फुटेको छ समस्या पर्यो भने नफ्याक्नु होला यसलाई चाहिँ रिपेयरिङ गर्न मिल्छ तपाईहरुले पनि आफै घरमा बसेर गर्न सक्नुहुन्छ त्यस्तो प्रकारले चाहिँ मैले चाहिँ तपाईहरुलाई चाहिँ यो रिपेयरिङ गरेर देखाउने छु यहाँ देखि देखेको छ कि छैन यहाँसम्म हो र अहिले चाहिँ यो पानी कम भइसकेपछि यो भाग चाहिँ अलिकति जमेको छ दाम दिने है त फलामको रड भए पनि हुन्छ आगोमा तताउने मसँग चाहिँ यो बिजुलीवाला छ ल बलियो गर्छ मजबुती राख्छ र तपाईको चाहिँ यो बोरा च्यातिदैन के यसमा यसले च्यातिन दिँदैन यो चाहिँ नि पुरै यस्तो जाली काटेर भइसकेको छ अब यसमा चाहिँ फेरि हामीले अरु सामान हाल्ने छौं अझै बलियो बनाउनको लागि मा लिएर अलिकति चाहिँ थोरै मात्रामा चाहिँ यहाँ पेट्रोल भाडामा हाल्नु होला अनि यस्तो फमको यहाँ पेट्रोल छ अनि यस्तो फमको टुक्राहरु जता पनि भेटाइन्छ यस्तो फमलाई टुक्र्याएर पेट्रोलमा राख्ने है हेर्नु पुरै पग्लिसकेको छ यो लिक्विडलाई सुक्नलाई राख्दिने यो लगाइसकेको छौं एकदमै बलियो हुन्छ तपाईहरुको पनि यस्ता ठुलो अझै यसमा धेरै कामहरु चाहिँ अझै गर्न बाँकी छ हेर्दै जानु होला ले सुकिसकेको छ अब चाहिँ हामीले चाहिँ यसमा चाहिँ लगाउने छौं एउटा यस्तो खालको टेप है अब एकपछि चाहिँ यसमा चाहिँ एउटा सानो प्रोसेसिङ हुन्छ त्यसपछि यसको फाइनली कम्प्लिट हुन्छ है त ल साथीहरु यो प्लास्टिक गन हो यस्तो यो प्लास्टिकको रड पाउँछ बजारमा अनि मजबुतीको लागि चाहिँ हामीले यसलाई टाल्दै छौं हैन अब यो फाइनली हो यति गरिदिएपछि यो जति गरे पनि चुहुँदैन है साथीहरु यसमा चाहिँ पानी छ अहिले यो चाहिँ नि अलि चुहिएको छैन हेर्नु होला है हामीले स्ट्यान्डमा लगाइसकेको छौं माथि टनाटन पानी भरिसकेको छ र यो चाहिँ नि चुहिएको छैन कति पनि लिकेज भएको छैन है साथीहरु यो लिकेज भएको छैन एकदमै कम्प्लिटली सक्सेसफुल भएको छ तपाईहरु पनि यसरी नै टाल्नु होला